हेलो साथीहरू, म हुँ यहाँहरूकै रङ्गमञ्चको साथी र म आज एक्सप्लेन गर्न जाँदैछु एउटा हरर थ्रिलर मुभी। यो एउटा यस्तो हरर मुभी हो जसले हरर जनरालाई एउटा नयाँ परिभाषा दिएको छ। मुभीको नाम हो मिडसोमर। यस कहानीको मुख्य पात्र डानी नामक एउटा महिला हुन् जो एउटा ठुलो पारिवारिक वियोगबाट गुज्रिरहेकी छिन्। उनकी बहिनीले उनको आमा बुवाको हत्या गरेर आत्महत्या गरेकी हुन्छन्, जसकारण डानीको मानसिक अवस्था निकै कमजोर भएको हुन्छ र उनलाई आफ्नो प्रेमी, जसको नाम क्रिस्चियन हुन्छ, उनको सहारा चाहिएको हुन्छ। तर क्रिस्चियन डानीसँग खुसी छैनन् र डानीसँग उनी ब्रेकअप गर्न चाहन्छन्। यसै बीचमा क्रिस्चियन र उनका साथीहरू, जसको नाम मार्क, जोस र पेले हुन्छ, उनीहरू स्विडनको एउटा विकट गाउँ जसको नाम होल्गा हुन्छ, त्यहाँ हुन लागेको एउटा उत्सवमा जाने योजना बनाउँछन्। त्यस उत्सवको नाम मिडसमर हुन्छ। क्रिस्चियनको साथी पेले त्यही गाउँको बासिन्दा हुन्छन् र डानी पनि उनीहरूसँगै जाने निर्णय गर्छिन्। होल्गा नामक त्यस गाउँमा पुगेपछि डानी, क्रिस्चियन र उनका साथीहरूले एउटा स्वर्ग जस्तो सुन्दर ठाउँ देख्छन्। त्यहाँका मानिसहरू सेतो लुगा लगाउँछन्, सधैँ मुस्कुराउँछन् र प्रकृतिको पूजा गर्छन्। त्यहाँ 24 घण्टा घाम लाग्छ, जसलाई मिडसमर सोल्स्टिस भनिन्छ। सुरुमा सबै कुरा सामान्य लाग्छ, तर बिस्तारै त्यहाँका भयानक परम्पराहरू हाम्रो सामु खुल्दै जान्छन्। त्यसपछि हामीलाई एटेस्टुपा नामक एउटा परम्परासँग परिचित गराइन्छ। यस परम्पराका अनुसार त्यस गाउँका 72 वर्ष उमेर पुगेका वृद्धहरूले पहाडबाट हाम फालेर आत्महत्या गर्नुपर्ने हुन्छ। यो यस चलचित्रको सबैभन्दा बिजाउने दृश्य हो। हाम फाल्ने क्रममा जब एकजना वृद्ध बाँच्छन्, गाउँलेहरूले उनलाई एउटा ठुलो गनले हानेर मार्छन्। होल्गाका बासिन्दाहरूले जीवनलाई ऋतु अर्थात् सिजन जस्तै मान्छन् र उनीहरूले आफ्नो जीवनको अनेकौं कालखण्डहरूलाई विभिन्न सिजनहरूसँग तुलना गर्ने गर्छन्। 72 वर्षपछि जीवन समाप्त हुनुपर्छ भन्ने उनीहरूको मान्यता हुन्छ। कहानी अगाडि बढ्ने क्रममा हामी देख्छौँ कि क्रिस्चियनका साथीहरूले एक एक गर्दै त्यस गाउँको नियम उल्लङ्घन गर्छन्, जसकारण उनीहरूको मृत्यु हुन जान्छ। क्रिस्चियनको साथी जोस आफ्नो थेसिसका लागि त्यस गाउँको एक गोप्य पुस्तकको फोटो खिच्न खोज्छ, जुन त्यस गाउँको नियम विपरीत हुन्छ, जसकारण उसको मृत्यु हुन जान्छ। उसको अर्को साथी मार्क त्यस गाउँको पुर्खाहरूको नाममा रोपिएको रुखमा पिसाब गरेका कारण मारिन्छ। क्रिस्चियन स्वयं एउटा विशेष मेटिङ रिचुअलमा प्रयोग गरिन्छ, जहाँ उसले त्यस गाउँकी एक युवतीको गर्भाधान गर्नुपर्ने हुन्छ। अर्कोतर्फ डानीले एउटा डान्स कम्पिटिसन जित्छिन् र उनलाई त्यस गाउँको मे क्वीन घोषणा गरिन्छ। पहिलो पटक डानीले कतै आफ्नो ठाउँ पाएको र मानिसहरूले आफ्नो पीडा बुझेको महसुस गर्छिन्। तर जब उनले क्रिस्चियनलाई
अर्की केटीसँग देख्छिन्। उनी निकै रुन्छिन्। त्यहाँका महिलाहरूले पनि उनीसँगै रोएर उनको पीडा बाँड्छन्। यो दृश्यले डानीले आफ्नो पुरानो प्रेमीभन्दा यो नयाँ समुदायलाई आफ्नो परिवार मान्न थालेको सङ्केत गर्छ। मुभीको क्लाइमेक्समा हामीलाई देखाइन्छ कि मिडसोमर नामक त्यस रिचुअलको अन्त्यमा 9 जना मानिसको बलि दिनुपर्ने हुन्छ। बलि दिनका लागि 8 जना मानिसको चयन भइसकेको हुन्छ र अब मे क्विनको रूपमा डानीले अन्तिम बलिको निर्णय गर्नुपर्छ। यसका लागि उनले क्रिस्चियनलाई रोज्छिन् र अब क्रिस्चियनलाई एउटा भालुको छालाभित्र सिलाएर अन्य 8 जना मानिससँगै मन्दिरमा जिउँदै जलाइन्छ। मन्दिरमा जलिरहँदा सुरुमा डानी रुन्छिन्, तर अन्त्यमा उनको मुहारमा एउटा विचित्रको मुस्कान देखिन्छ। यो मुस्कानले उनले अन्ततः आफ्नो पुरानो पीडादायी जीवनबाट मुक्ति पाएको र यो नयाँ परिवारमा आफ्नो अस्तित्व भेटाएको अर्थ दिन्छ। यस कहानीले हामीलाई सिकाउँछ कि कहिलेकाहीँ एक्लोपन यति भयानक हुन्छ कि मानिसले एउटा खतरनाक समूहलाई आफ्नो परिवार मान्न थाल्छ। एक्लोपन र आत्मीयताको कदर नहुँदा मानिसले आफ्नो स्वविवेक गुमाउन पुग्छ, जसकारण उसले लिने निर्णयहरू प्रतिकारको बाटोतर्फ लाग्न सक्छन्। यहाँहरूलाई हाम्रो यो भिडियो कस्तो लाग्यो? राम्रो लागेमा भिडियोलाई लाइक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु। धन्यवाद।